आउँदै गरेको फागु पूर्णिमाको सबैलाई शुभकामना। फागु पूर्णिमा के हो, किन र कसरी मनाउँदै आइएको छ भन्ने कुराका बारे कतिको बुझ्नु भएको छ। मैले बुझेर थाहा पाए अनुसारको कुरा म आज तपाईँहरूलाई भन्छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला र हेरिसकेपछि यो भिडियोलाई लाइक, सेयर र फलो गर्न चाहिँ नबिर्सिनु होला है त। फागुन शुक्ल पक्षको पूर्णिमा तिथिलाई फागु पूर्णिमा भनिन्छ। यसै दिन होलिका दहन र फागु खेल्ने गरिन्छ। पौराणिक कथामा बताए अनुसार हिरण्यकश्यपुका छोरा प्रह्लाद भगवानका भक्त थिए। यो कुरा चाहिँ बाबुलाई कति पनि मन परेको थिएन। त्यसैले हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा जान अराएका थिए। किन भन्दाखेरि होलिकालाई आगोले नडडाउने वरदान थियो के साथीहरू। भगवानको लीला न हो, तर भगवानको शक्तिको प्रभावले गर्दा प्रह्लादलाई आगोले केही पनि भएन। तर होलिका चाहिँ आगोमा परेर डढेर मोरिन्। यसै कथाको आधारमा होली पर्व मनाउने गरेको पाइन्छ भन्ने कुरा मैले बुझेको छु। अनि त्यस्तै गरी बसन्तपुरमा अष्टमीका दिन चिर ठड्याउने र पूर्णिमाका दिन चिर डढाउने परापूर्वकालदेखि चलिआएको काठमाडौँको परम्परा हो। यही चिरदाह अथवा होलिका दहनपछि धुमधामसित अबिर र रङ खेलेर मनाउने पर्व नै होली पर्व अथवा होली पूर्णिमा अथवा फागु पूर्णिमा भनेर बुझिन्छ। तर अहिले भने फागु पूर्णिमा भनेर जुन पाए त्यही, जस्तो पाए त्यही चिज छ्यापेर अभद्र तरिकाले खेलेको कतै कतै पाइन्छ। तर सरल र शान्त तरिकाले शुद्ध रङबाट होली पर्व मनाउन पनि म सबैजनालाई आग्रह गर्दछु। कस्तो लाग्यो भिडियो कमेन्ट गर्नुहोला। हस्त धन्यवाद।